नमस्कार, म फेरि पनि तपाईहरुलाई आज म तपाईहरुलाई घुमाउन लग्दैछु फरेनी बजार, जुन अब यो इन्डियाको बोर्डर छेउ उता पारी पर्छ है। हामी नेपालदेखि आज फरेनी बजार जाँदैछौँ। हेरौँ कस्तो हुन्छ त्यहाँको बजार। अब हामी निस्किँदैछौँ, यो भैरुवा हुँदै जान्छ। अब त्यहाँदेखि हामी बोर्डर खड्दै गाउँभित्रबाट जान्छौँ। हेर्दै जाउँ कसरी पुगिन्छ फरेनी बजार। ल अब हामी यहाँ भैरुवादेखि अब भित्र बोर्डर क्रस गर्न लागेको छौँ। अब यही बाटो हुँदै अब भैरुवा हुँदै अब यहाँदेखि सर्टकट पर्छ। नजिक छ यहाँदेखि। अब यतैबाट हामी जाँदाखेरि भित्रबाट सर्टकट पर्छ। यसरी गयो भने भित्र नजिकै पर्छ त्यो फरेनी बजार भन्ने। त्यहाँ गयो भने चाहिँ सस्तो सामानहरू पाइन्छ भनेर हामी चाहिँ जान लागेको। तर सस्तो नै पाइन्छ त्यतातिर बाटोमा। हेर्नुहोस् कसरी सामान सुकाउँदैछ। यहाँ अलिकति भिडभाड पनि हुन्छ यो बाटो। त्यसरी यो बिचको यो खेतको बाटो हुँदै हामी यहाँबाट निस्किँदैछौँ। हामी उता बोर्डर क्रस गराइरहेछौँ। अब यो खेतको बाटो छ अगाडि गएर यहाँहरू पनि अब उतै बजारतिर जानु लाग्यो। अब यहाँदेखि अब धेरै नजिक छैन, लगभग 10 मिनटको बाटो हो। त्यो बजार चाहिँ यो साइडमा पर्छ। हामी त्यतिर जाँदैछौँ अहिले। यहाँ अब हाम्रो नेपाल प्रहरीहरू चेकिङ पनि बस्छ र यतातिरबाट म अहिले यो इन्डियाको बाटो आइपुगेँ। अब यो सबै हाइवेहरू इन्डियाको बाटो हो। यो यता हाम्रो लेफ्ट साइडतिर चाहिँ हाम्रो नेपाल पर्छ भने यो सब सबै इन्डियाको हो। यो सबै इन्डियाबाट बिल्डिङहरू के बनिरहेछ है, यो देख्न सक्नुहुन्छ तपाईँहरू। अब हामीले स्ट्रेट गइरहेको छौँ यहाँदेखि। अब यो सबै इन्डियाले बनाइरहेको हो। अब के बनाउँदैछ कस्तो बिल्डिङहरू त्यो त हाम्रो केही थाहा छैन। हामी यसरी सिधै जान्छौँ। अब जति पनि यहाँ यो अटो रिक्साहरू हिँडिरहेछन् यहाँनिर, यिनीहरू पनि अब उतै बजारमै टार्गेट हालेर हिँडेको सबै। त्यहाँनिर अलिकति सस्तो पाइन्छ सामान। अब हामी आइपुग्यौँ। यही हो बजार। हामी इन्ट्री भइसक्यौँ बजारदेखि। कपडादेखि लिएर सबै चिज सस्तोमा पाइन्छ। तर नेपालभन्दा चाहिँ सस्तै हुन्छ।
आजको बजार खत्तम भयो फिनिश द गेम अब जाने घरतिर त्यही हो नि त मैले थ्याङ्क्स फर वाचिङ भिडियो कस्तो लाग्यो मन पर्यो लाइक सेयर गरिदिनु होला